एभ्रिवान, हजुरहरूलाई के छ कस्तो छ? म त एकदम बिन्दास छु है, एकदम मजामा। रमाइलो हुँदैछ, दिनहरू कट्दैछ, काम गरिँदैछ, हिँडिँदैछ, यताउता चिनिँदै पनि छ। आज यता आउँदै थिएँ कि म बाहिर हेर्नलाई भनेर आउँदै थिएँ होइन। अनि यता चाहिँ ट्रेन रहेछ, अनि ट्रेन आउने ठाउँ रहेछ खाजुता स्टेसन छ रहेछ यहाँ नजिक। अनि म चाहिँ खाजुता स्टेसन कटेर अलि यतै आइसकेँ। अनि आएर यहाँ ट्रेन आउने बेलामा चाहिँ यहाँ रोड क्रस गर्छु भन्दाखेरि अलिकति यहाँ रोड अब ट्रेन आउने भएको भएर यहाँ बन्द हुँदै रहेछ रोड चाहिँ। हजुरहरूलाई म देखाउँछु ल कस्तो छ के छ भनेर। यता चाहिँ खाजुता स्टेसन छ, यताबाट ट्रेन आउँदैछ। खाजुता स्टेसन जाँदैछ यो ट्रेन। यहाँ चाहिँ बेल बजिरहेको छ क्या। सायद ट्रेन आउँदैछ भनेको अलार्म होला। यहाँ चाहिँ बेल बजिरहेको छ यहाँ चाहिँ। यताबाट अर्को पनि आउँदैछ ट्रेन, वहाँ पर छ, स्लोली आउँदैछ। सायद त्यहाँ स्टेसन होला कि त्यहाँ रोकेको थियो होला, अनि फेरि आउँदैछ कि त्यहाँबाट। उसको गति पनि एकदम स्लो छ। अलार्म चाहिँ बजेको बजै छ। है साथीहरू, यता खाजुता स्टेसनबाट पनि ट्रेन आउँदैछ। अहिलेसम्म बेल बजाइरहेको छ अहिले। चाहिँ एउटा ट्रेन आउँदैछ त्यहाँबाट, तर त्यो आउँछ कि आउँदैन थाहा छैन। म चाहिँ कुरिरहेको छु होइन त्यो ट्रेनलाई यसो भिडियोमा ल्याउँ भनेर, तर त्यो कति बेला आउने कति बेला जाने गरिरहेछ होइन। अहिले बिस्तारै हिँडिरहेछ क्या। त्यहाँ अगाडि पनि स्टेसन छ जस्तो छ, तर मलाई चाहिँ थाहा छैन, फर्स्ट टाइम हो नि त मेरो यो, त्यसले गर्दाखेरि। तर हेर्नु न कति बिस्तारै आइरहेछ। कतिको देखिया छ मलाई पनि थाहा छैन है। अझै यो अलार्म बजिरहेको छ कि, अलार्म बजिरहन्छ यहाँ। अब यहाँसम्म आएको छ, अघि पनि यहीँसम्म आएको थियो होइन। अघि फेरि फर्केर गएको थियो क्या यो, अहिले पनि आइरहेछ। अहिले त आयो, अहिले यतैसम्म आयो। अहिले चाहिँ बिस्तारै पिकअप लिने होला। किन यसरी बिस्तारै हिँडेछ भन्ने कुरा थाहा छैन होइन। यहाँ त प्यासेन्जर पनि छैन रहेछ, देखेको छैन, एउटा प्यासेन्जर देखेको छैन यहाँ। कति लामो हो यो त बट्टा पनि। अब यहाँ ल्याएर रोक्यो। अलार्म अझै बजिरहेको छ। केही मेन्टेनेन्सको काम हुँदै होला यसमा, नत्र एकजना नि प्यासेन्जर छैन। देख्न सक्नुहुन्छ उहाँ परसम्म छ। म हजुरलाई यताबाट देखाउँछु है। ल यो त फेरि गयो हो, पछाडि पछाडि गयो यो त। लामो फेरि साह्रै लामो छ।
यसको मेन्टेनेन्सको काम हुँदै होला, त्यही भएर यो अघि पछि गइरहेको छ, अघिदेखि हो यसरी गरिरहेको। जे होस्, जापानमा आएपछि फर्स्ट टाइम चाहिँ मैले ट्रेन देखेको होइन। भन्यो भने तपाईँहरू हाँस्नुहुन्छ होला होइन, मलाई फर्स्ट टाइम ट्रेन देखेको ल जापान आएर। जापानी के भन्नु, नेपालमा त कहाँ ट्रेन, फोटोमा मात्रै हो नेपालमा ट्रेन देख्ने भनेको त। अब इन्डिया पनि गएको छैन होइन, त्यसले गर्दाखेरि थाहै छैन के। साथीहरू आज ट्रेन स्टेसनबाट अलिकति अगाडि आएको, खाजुदा स्टेसन भन्ने ठाउँ हो, स्टेसनबाट पनि अलिकति अगाडि आएको छु। आएर ट्रेनको भिडियो अलिकति देखाएँ मैले। भन्यो भने लिटरली हजुरहरूलाई भन्यो भने मैले आज फर्स्ट टाइम मैले ट्रेन देखेको, फर्स्ट टाइममा हो, फर्स्ट टाइम ट्रेन देखेको छु। त्यही भएर हजुरहरूलाई पनि सेयर गरेको हो। के कस्तो लाग्यो हेर्नुहोस्, प्रतिक्रिया दिनुहोस्, मलाई माया गर्दै गर्नुहोस्। बाई बाई।